माननीय गृहमन्त्री सुदन गुरुङलाई माननीय सदस्यले सोध्ने प्रश्नको जवाफ दिनका लागि रोस्टरमा आउन आग्रह गर्दछु। माननीय सदस्यहरू, अब प्रश्नकर्ता माननीय सदस्य विष्णुबहादुर विश्वकर्मालाई आफ्नो प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्मान्य अध्यक्ष महोदय मार्फत म गृहमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु। कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडी भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको उदासीनता हो? सरकारले हाम्रो चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ स्पष्ट पार्न म माग गर्दछु। धन्यवाद। माननीय मन्त्रीज्यू। सम्माननीय अध्यक्षज्यू, गृह मन्त्रालयसँग सम्बन्धित विषयमा माननीय सदस्यज्यूहरूबाट उठाइएका प्रश्नहरूको जवाफ दिन उपस्थित भएको छु। सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। यो गृह मन्त्रालयको मुख्य विषय समेत भएकोले देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरणबद्ध रूपमा गरिरहेको छौँ र माननीयज्यूले उठाउनु भएको विषय एकदमै सेन्सिटिभ छ। यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नु भएको यो? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि म माननीयज्यूलाई के एउटा आग्रह गर्न चाहेँ भन्दाखेरि चाहिँ यो एकदम सेन्सिटिभ विषय हो। यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोटाको गर्ने हो कि सदनको मार्फतबाट उहाँलाई पीडा दिइराख्ने हो कि यसमा चरणबद्ध रूपमा चाहिँ सूक्ष्म तरिकाले अनुसन्धान गरेर यसको रिजल्ट दिने हो? तपाईँ कोही मान्छे बित्दै गर्दाखेरि तपाईँलाई दिनका दिन सम्झाउँदाखेरि तपाईँको राष्ट्रिय स्तरबाट सम्झाउँदै तपाईँलाई मजा आउँछ होला त? तपाईँलाई मनमा शान्ति हुन्छ होला त? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। र यसमा म धेरै कुरा बोल्न सक्दिनँ, बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ। यो अनुसन्धानको विषय हो र यसमा चाहिँ हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेछौँ र यसलाई चाहिँ म सम्पूर्ण माननीयज्यूहरूलाई यसलाई चाहिँ अबका हाम्रो प्रतिनिधि सभा अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाइदिनु हुन म हजुरलाई विनम्र आग्रह गर्न चाहन्छु। कुनै छ भने यस्तो विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला। माननीय मन्त्रीज्यू, यो के भइरहेछ, कसो छ भनेर सोद्धाखेरि पनि फरक पर्दैन। यसको उत्तर मसँग छ। तर मैले जहिले पनि यसरी गरेर एउटा आमाको पीडामाथि चाहिँ मलम लाउनुको साटो चाहिँ बारम्बार यहाँ सदनमा बसेर चाहिँ उहाँको छोरीको सम्झनालाई कोटाइराख्न चाहिँ मेरो नैतिकताले चाहिँ दिँदैन। त्यही भएर मान्ज्यू माफ पनि माग्न चाहन्छु। यसको बारेमा मैले राम्रोसित उत्तर दिन सक्दिनँ होला, तर हजुरले एकछिनपछि मलाई सोद्धाखेरि म यसको बारेमा विस्तृत जानकारी दिन सक्छु। सबै माननीयज्यूहरूलाई रिक्वेस्ट गरिए चाहिँ हजुर। अर्को कुरा चाहिँ माननीयज्यूले उठाउनु भएको त्यसै गरी हाम्रो बेरोजगारी र गरिबीका कारणले युवामा बढिरहेको चरम निराशा जसले गर्दा हाम्रो माननीय मन्त्रीज्यू एकछिन अर्को प्रश्न आएको छैन, पालो आउँदैछ। पूरक प्रश्न सोध्न चाहनुभएको हुनाले विषयमा केन्द्रित रही पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्मान्य अध्यक्ष महोदय, अहिले मन्त्रीज्यूले बोल्दै गर्दाखेरि मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु। मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो, हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो। त्यसैले मैले प्रश्न गर्न पाउनुपर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ। यो चाहिँ बाध्यता कुरा हो। हाम्रो सरकार गठन भएको 4.25 महिना भइसक्यो। यस लगत्तै गठन भएको छानबिन तथा अनुसन्धान समितिले यतिका लामो समयसम्म पनि निष्कर्षमा नपुग्नु दुःखको कुरा हो। अबको कति महिना कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन्? यही प्रश्न राखेँ। धन्यवाद। हुन्छ, म यसको उत्तर दिन चाहदिनँ। मान्य मन्त्रीज्यू, म उत्तर दिन चाहदिनँ हजुर त्यसको बारेमा। मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य विष्णुबहादुर विश्वकर्मा अर्को प्रश्न सोध्न समय उपलब्ध गराउँछ। सम्मान्य अध्यक्ष महोदय, म गृहमन्त्रीज्यूलाई अर्को प्रश्न सोध्न चाहन्छु। प्रश्न यस प्रकार छ।
हाम्रो समाजमा बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा तथा आत्मदाह आत्महत्या जस्तो भयावह स्थिति चिन्ताजनक अवस्थालाई रोक्न सरकारले के कस्ता नयाँ नीति कार्यक्रमहरू निर्माण गरिरहेको छ स्पष्ट पार्न म माग गर्दछु। धन्यवाद। मान्य मन्त्रीज्यू। हुन्छ, धन्यवाद प्रश्नको लागि माननीयज्यू। यसको बारेमा चाहिँ हाम्रो 3 तहको सरकार मिलेर हामीले काम गर्नुपर्ने हुन्छ। यो अभियसली मेन्टल हेल्थको कुरा छ। यसमा चाहिँ हाम्रो सबैजनाको अहिले धेरै हाम्रो देशले धेरै कुरा भोगेर आएको छौँ हामीले। त्यही भएर अहिले चाहिँ अब युवा माझमा पनि अहिले त्यही अनुसारको तपाईँको मेन्टल हेल्थमा अलिकति दबाव पनि सृजना भएको छ, त्यही अनुसारमा निराशा पनि सृजना भएको छ। यसको लागि हामीले 3 तहको सरकार मिलेर हामीले 3 तहको सरकारहरू मिलेर समन्वय गरेर यसमा हामीले एउटा प्लानिङ गरिरहेछौँ। सहकार्य पनि उहाँहरूसँग जारी नै छ र हामीले एउटा हेल्पलाइन पनि राखेका छौँ 1166 मा। यसमा टेलिफोन पनि गरेर हाम्रो यसमा आत्महत्या रोकथामको हेल्पलाइन भनेर हामीले राखेका छौँ। यो 1166 मा हामीले कल गरेर 24 घण्टा यो सुविधा उपलब्ध पनि छ। त्यसको लागि हामीले तयारी पनि गरेका छौँ र यो एउटा युवा भएको नाताले म एउटा यो सम्मानित सदनबाट पनि एउटा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ सम्पूर्ण हाम्रो साथीभाइ युवाहरूलाई चाहिँ एउटा युवा भएको नाताले यसमा चाहिँ हामीले सबैजना मिलेर चाहिँ हरेस खानु चाहिँ हुँदैन रहेछ। हामीले जीवनमा जति दुःख पायौँ भने पनि त्यो सङ्घर्ष चाहिँ हामीले गरिराख्नुपर्छ। हाम्रो संस्कारले पनि हामीलाई सिकाएको कुरा त्यही नै हो, कहिले पनि हरेस नखानु भन्ने कुरा हो। अनि हामीले दुःख हुन्छ, हाम्रो आफ्नो व्यक्तिगत सबैजना मानिसको आफ्नो आफ्नो दुःख त छ नै होला। दुःख नभएको त मान्छे नै हुँदैन यो संसारमा, होइन। तर त्यो दुःखलाई चाहिँ हामीले आफ्नो अपनत्व गरेर त्यसलाई चाहिँ आफ्नो बल बनाएर त्यसलाई चाहिँ अगाडि बढाउनु पर्छ। र युवा वर्गहरूलाई चाहिँ अब हामीले त्यही अनुसारमा खेलकुदहरूमा अलिकति केन्द्रित भएर त्यसमा चाहिँ अलिक सुविधाहरू बढाउने, होइन। अरू गेम्सहरूमा भयो, होइन। युवाहरूलाई अरू टेक्नोलोजीहरूमा चाहिँ अलिकति हामीले चाहिँ यसमा डाइभर्ट गर्नलाई हाम्रो खेलकुद मन्त्रालयले पनि त्यही अनुसार बजेट पनि छुटाउनु भएको छ, होइन। अनि यसमा चाहिँ हाम्रो काम भइरहेछ माननीयज्यू। यसमा मेरो विचारमा सबसे राम्रो कुरा चाहिँ मेरै एउटा इक्जाम्पल दिँदा नि हुन्छ। यो 6-7 महिनामा धेरै नै सङ्घर्ष गरेर आएको एउटा युवा हामी पनि हो र यो भोग्दाखेरि पनि तपाईँको हामी अगाडि बढी नै रहेछौँ र दुःखलाई चाहिँ अपनत्व गरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने चाहिँ म एउटा सन्देश पनि दिन चाहन्छु यो सम्मानित सदन मार्फतबाट। र हामीले अहिले यो भनिहाल्यो माननीयज्यू, यसमा चाहिँ हामीले 3 तहको सरकार मिलेर चाहिँ हामीले यसमा काम गरिरहेछौँ। समन्वय पनि त्यही अनुसारमा, सहकार्य पनि त्यही अनुसारमा भएको छ। हजुर, धन्यवाद हजुर। विषयमा केन्द्रित भई पूरक प्रश्न सोध्न समय उपलब्ध गराउँछु। सम्मान्य अध्यक्ष महोदय मार्फत म गृहमन्त्रीज्यूलाई पूरक प्रश्न सोध्न चाहन्छु कि 3 तहका सरकारले थप प्रयास गर्ने, मनोवैज्ञानिक परामर्श गर्ने भन्ने कुरा पनि आयो, खेलकुद खेलाउने भन्ने कुरा पनि आयो। मनोवैज्ञानिक परामर्श र खेलकुदले मात्रै पुग्दैन, यो नै प्रमुख कारण पनि होइन। युवाहरूलाई स्वरोजगार बनाउन, शिक्षा स्वास्थ्यमा पहुँच पुर्याउन, देशभित्रै उद्यमी बनाएर सुन्दर भविष्य देखाउन सक्नु पर्दथ्यो। त्यसको लागि सरकारी लगानी तथा बजेटको व्यवस्था कसरी गर्नुभएको छ म यही सोध्न चाहन्छु। धन्यवाद। मान्य मन्त्रीज्यू। अध्यक्ष महोदय, यो मेरो मन्त्रालयको विषयमा छैन, विषयवस्तुमा केन्द्रित हुनु पर्ला।